After long time, welcome to my mini vlog. सबैजनालाई लासो फ्याफुल्ला। यतिखेर चाहिँ हामी उठेर पसल जाँदैछौँ दिदीको छोरा र म। अनि उले हाई भन्दैछ सबैजनालाई। अनि यतिखेर चाहिँ हामी कुरा गर्दै थियौँ। अनि छोराले के भन्दै थियो भने चराहरूलाई कति आनन्द आयो बुरिङ भन्दै हुनुहुन्थ्यो। अनि आज चाहिँ असारको अन्तिम दिन हो, त्यसैले दिदीको छोराको कपाल काट्ने भनेर हामी दुईजना बिहानै हिँडेको। त्यही भएर गफ गर्दै अनि यतातिर आउँदै गरेको। यहाँ त खसी हो कि सुँगुर हो कि बुङ्गुर हो ढाल्दै रहेछ, तर च्वाचे रहेछ, गुन्डी रहेछ, गुन्डी गुन्डी बुङ्गुर रहेछ बुङ्गुर। अनि हामी गफ गर्दै गर्दै आएको छोरा र म। घाम पनि थियो। अनि यता आएको कति धेरै लाइन रहेछ भनेको, दुईजना पछि पो आएको हाम्रो लाइन। अनि यहाँ एकजना दाइ हो कि भाइ हुनुहुन्थ्यो, भाइ नै होला सायद, उसले दिनुभएको हो क्या उसको पालोमा हामीलाई। यदि तपाईँले यो मेरो मिनी भ्लग हेर्नुभयो भने तपाईँलाई धेरै धेरै मुरी मुरी धन्यवाद ल। धेरै 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 करोड 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 करोडौँको धन्यवाद। बिचरा उसलाई पनि माया लाग्यो होला नि त। अब बाबु छ, अब के अरे बाबुलाई वेटिङ गरिराखेछौँ भनेर। अनि यतातिर चाहिँ म पनि मेरो पनि क्याप्चर हानिदिएको, बाहिर बसिरहेको म चाहिँ। कहिलेकाहीँ त लाग्छ मेरो पनि कपाल चिन्डे हानौँ कि जस्तो लाग्छ। ओ उसैको पालो थियो कि भर्खर जानु भएको छ दाइ चाहिँ नि। हो दाइ हो कि भाइ हो थाहा छैन, आई डोन्ट नो होइन। एउटा साइनो लगाउने त हो सायद, हाम्रो उमेर सँगसँगैको होला, जेसुकै होस् मतलब भएन। तर तपाईँलाई धेरै धेरै धन्यवाद, धेरै 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 मुरी मुरी। अनि उसको आर्मी कट हान्दैछ चट्ट लाएर। अनि त्यो भैयालाई मैले भनेको ब्लेड नलाउनु ल भनेर। अनि ठ्याक्कै म भैयासँग गफ गर्दै थियो, यहाँ बुढी आमा आउनु भएछ। बुढी आमा चाहिँ किन आउनु भएको अरे भने यहाँ ग्लोबल आइएमईमा भत्ता निकाल्न आउनु भएको अरे। अनि मलाई सोध्दै हुनुहुन्थ्यो यो ब्याङ्क कतिखेर खोल्छ नानी भनेर। अनि त्यतिखेर त भर्खर 8:30 भएको थिएँ। अनि मैले चाहिँ भने 9 बजे खोल्छ आमा हिजो आज त भने। तर आज चाहिँ खोल्छ खोल्दैन मलाई थाहा छैन। आज त असारको अन्तिम दिन हो। अनि बिचरा आमा माया लाग्दो हजुरआमा कहाँको आमा होला। अनि पछि त हामी यहाँ छोराको पुरा काटिसकेर पुरा हावा दिँदैछ हो दामी तरिकाले। अनि पछि बाबुले भन्दै थियो क्या, हो यो भैयाले चाहिँ राम्रोसँग काट्छ आन्टी, त्यो अर्कोले त राम्रोसँगै काट्दैन भन्दै थियो क्या। यसले चाहिँ राम्रोसँग काट्छ अरे। त्यतातिर के पनि दल्दैछ। आमा दलेको हो कि कपाल झारेको हो कि के थाहा छैन। खासमा भन्नुपर्दा म हजमकोमा आज फर्स्ट चोटि गएको होला यार। नै फर्स्ट चोटि होइन, यो सेकेन्ड चोटि हो। हजमकोमा म फर्स्ट चोटि कहिले गएको थियो भने ठ्याक्कै म विदेशबाट आएपछि समथिङ 2 हप्ता पछि गएको थियो भाइको कपाल काट्न बनेपामा। अनि पुरा यस्तो तरिकाले दामी तरिकाले के अरे पाउडर साउडर लगाएर पुरा कपाल झार्दैछ। अब त्यो सानो कपालहरू त त्यो पाउडर लाएन भने त नआउँदो रहेछ क्या, त्यही भएर। अनि पुरा सफा सुग्घर गरेर चिरिच्याक्टै बनायो। 150 रे यो 150 कपाल काट्ने त धेरै वर्ष पो भयो है, धेरै भयो। अब कुन दिन 200 रुपियाँ पुग्छ होला। साँच्चै बजार भाउ सब बढिराखेको छ। अनि यो भिडियो चाहिँ मेरो खास गरी असार 32 गतेको हो कि आज मैले साउन 2 गते मैले अपलोड गर्दैछु। अनि दिदीको छोरा मतलब मेरो छोरा चाहिँ यहाँ सानो भएर यहाँ के अरे त्यो कुर्सी माथि पनि एउटा उठ्यो के अरे काठ राखेर त्यहाँ बस्दैछ। किनभने असार 32 गतेको भिडियो मैले साउन 2 गते पोस्ट गर्दैछु। तपाईँहरू नै भन्नुहोस् म कति जागरिलो। ओ माई गड ओएमजी। अनि त्यतिखेर आएर कपाल सफा काटिदिएर छोरालाई घर पठाएर म चाहिँ टिकटक बनाउन थालेँ मेरो आफ्नै पसलमा। धन्यवाद, बाई बाई। अर्को मिनी भ्लगमा भेटौँला। गुड नाइट, बाई बाई।